ढोका खुलै रहेछ यो रामजीको सबभन्दा माथिको घर हो। नमस्कार। सन्चै हुनुहुन्छ? र एकजना आमा हुनुहुन्छ यहाँ। हामीले रामचे 19 घरमा 17 घर अहिले हुनुहुन्न, 2 घर मात्रै यहाँ रहनु भएको छ। अघि नै तल कुरा गरियो र एकजना आमा भन्नुभएको थियो, उहाँले कहिलेकाहीँ बस्नुहुन्छ, कहिलेकाहीँ हुनुहुन्छ। उहाँ हुनुहुन्छ आमा चाहिँ। नमस्कार। नमस्कार। सन्चै हुनुहुन्छ? सन्चै छ। अनि रामचे त रित्तिए छ नि? रित्तिए त के छैनन् गइन्। अनि हजुर त अनि बस्नु कति वर्ष के हुनुभयो? म 1 सालभन्दा 1 महिना अगाडि। ओहो, 1 सालभन्दा 1 महिना अगाडि। चैत लाग्ने वसन्तका दिन जानु। अनि बस्नुभएको रहेछ त घर यति चिडिक्क बनाएर लिपपोत गरेर। अनि स्वास्थ्य ठिक छ हजुरको? ठिकै छ। राम्रो छ? राम्रै छ। त्यस्तो अहिलेसम्म कुनै रोग नियमित? सानो दिने रोग त छ, ठुलो ठुलो अहिलेसम्म देखिया होइन। औषधि खानै पर्ने नियमित? औषधि त खाइन्छ। कहिलेकाहीँ सधैँ खानुपर्ने रोग छ? सधैँ खाने थाइराइडको र कोलेस्ट्रलको। डर लाग्दैन एक्लै? सुतिएकै छ, बसिएकै छ के राजा हो। अनि कहिले यहाँ कहिले तराई? तराई 1-2 महिना गएर बस्छु, त्यहाँबाट आइहाल्छु। छोराबुहारीसँग, नाति नातिनासँग, छोरीहरूसँग भेटघाट होइन? त्यसपछि यहाँ आइहाल्नुहुन्छ? यहीँमै लाग्छ? यही माया लाग्छ। किन होला त्यस्तो? नि आफूले दुःखसित बनाएको घर भएर त होला नि। सुख दुःख सबै अब तल हो के अरे हुलेको त आफूमा भन्दाखेरि आफू 5 सालको असारको 5 सालको हुनुहुन्थ्यो। म बर्दै 5 साल। हजुर जेठी हुनुहुन्थ्यो? म जेठी छु। एक्लै डर लाग्दैन भन्नुभयो? होइन, म सुत्छु। जाँतो पनि रहेछ? जाँता छन्, हो, भित्र कोठी छ। आनन्दै छ त्यसो हजुरलाई? अहिलेलाई बढियै छ। हाँस्नु भएको छ, खानु भएको छ। अनि के गर्नु भएको छ त नि? अब के गर्न त के गर्ने हो र? यो मकैहरू त हजुरकै होला नि? माफैले कोदालाले खनेर बनाएको। बाँदरले त बिजोग बनायो होला? बनाउँछ, त्यही पनि मोल राखिन, मोल थिएन। यहाँ हरियाली परार कति झालपात फल्थ्यो, अहिले केही पनि भएन मोल नहुँदाखेरि। गोठ भत्किएको छ, अब घन्टिया गएर उजुर गर्न भनेको। गोठ बनाइदिन्छन् घन्टीले? त्यो एउटा तार त दिँदैन नि। अनि गोठ बनाएर के गर्छ नि? केही पाल्ने होइन होला? एउटा गाईहरू त घाँस कति छ। अझै पाल्ने हो? घाँस काटेर गाई पाल्ने हो? यहाँ वरिपरिको घाँस हेर्नुहोस् त, बुटा। यो घाँस आफ्नो मायाला माथिर आफ्नै हो? बेसरी मायाला छ? बेसरी मायाला छ। के हो त नि यस्तो? अब यो 82-83 वर्ष के हुनुभएछ? त कान्छी बुहारीले आइनस् भनेर गाली गरेछ, कान्छो छोराले बोलाइरहेको छ। तँलाई के चाहियो छ, हामीलाई नचाहियो सी भनिएको छ। जान त बिहान गरेपछि 1-2 महिना फेरि जान त जान्छु। आउने जानी गरिराख्नुहुन्छ? डर रातिमा केही? डर लाग्दैन। यहीँ सुत्नुहुन्छ? यहीँ बाहिर? बाहिर त सुन्तला छ नि, त्यहाँ पनि सुतेक्यौँ। सुन्तला भ्याइएपछि सुत, यहाँ अबेला घाम गरेर यहाँ सुत्छु। त्यहाँ कोठी छ क्या मेरो। यहाँ सुत्दा डर लाग्दैन? बानी पर्नु भयो है? अनि बानी। अब आफ्नो घर अब माखा छैन, केही छैन, मच्छर लाउँदैन। मच्छरले लाउँदैन? लाउँदैन। हजुरको नाम चाहिँ के अरे? यमता तिवारी।